नेपालमा रहेका तालहरू र पोखरीहरू निम्न अनुसार रहेका छन्। पहिलो नम्बरमा रहेको छ तिलिचो ताल। तिलिचो ताल समुद्र सतहदेखि 4919 मिटरको उचाइमा फाक्सो हिमालको काखमा रहेको छ। यो मनमोहर ताल मुस्ताङको काखमा अन्नपूर्ण हिमालको उत्तरी भेग मुस्ताङ जिल्लामा पर्दछ। यो तालको लम्बाइ करिब 4 किलोमिटर तथा चौडाइ भनेको 1.2 किलोमिटर रहेको छ र गहिराई 200 मिटर रहेको छ। यस ताललाई तिरिचो वा तिलिजो पनि भनिन्छ। यो तालको उत्तरतिर नीलगढी र दक्षिणतर्फ अन्नपूर्ण हिमाल पर्दछ। हिउँ, जल तथा ढुङ्गाहरूको सौन्दर्यले खुलेको हुनाले यो ताल अत्यन्तै मनमोहन रहेको छ। रारा ताल मुगु जिल्लामा अवस्थित यो ताल नेपालको सबैभन्दा ठुलो र प्रसिद्ध ताल हो। यसको लम्बाइ 5.2 किलोमिटर र चौडाइ 2.4 किलो र गहिराई 167 मिटर रहेको छ। यो समुद्र सतहदेखि 2990 मिटर उचाइमा रहेको छ। यस ताललाई मोहिन्द्र ताल पनि भनिन्छ। सोफोक्सिन्डो ताल। यो सोफोक्सिन्डो ताल डोल्पा जिल्लामा अवस्थित छ। कान्जीजुवा हिमालको दक्षिणी भेग तथा भेरीको मुख्य शाखा जगदुल्ला खोलाको सिरान कागरा लेकको काखमा अवस्थित सोफोक्सिन्डो ताल समुद्र सतहदेखि 3613 मिटरको उचाइमा अवस्थित छ। यो ताल उत्तर दक्षिणतर्फ लामो एवं पूर्वतर्फ चौडाइ देखिन्छ। यो तालको लम्बाइ करिब 4.82 मिटर, चौडाइ 1.61 मिटर र गहिराई 550 मिटर रहेको छ। यस तालको स्थायी नाम रिङ्गो हो। यो ताल 3 कुने लाम्चो आकारको र यो ताल रारा तालपछिको दोस्रो ठुलो र मुलुकको सबैभन्दा गहिरो ताल हो। यो ताल पनि अत्यन्तै चिसो भएको कारणले गर्दा यस तालको कुनै किसिमको जीवाश्म पाइँदैन। यस तालको निकायको रुममा रहेको सुलीघाट खोलामा करिब 176 मिटरको झरना रहेको छ। यो सोफोक्सिन्डो तालबाट एउटा सुलीघाट झरना बनेको छ भन्ने खोजेको छ। 176 मिटर उचाइबाट बग्दछ। चोरोल्पा ताल। चोरोल्पा ताल यो ताल दोलखा जिल्लामा पर्दछ। यो समुद्र सतहदेखि 4580 मिटर उचाइमा अवस्थित छ। यस तालको लम्बाइ 3 किलोमिटर, चौडाइ 0.5 किलोमिटर र गहिराई 100 मिटर रहेको छ। यो तालमा करिब 8 करोड घनमिटर पानी रहेको अनुमान छ अनि विस्फोट हुने खतरामा रहेको यस ताललाई विस्फोटबाट बचाउन पनि बाहिर निकास साइन जडान गरिएको छ। फेवा ताल भन्छ। फेवा ताल कास्की जिल्लाको पोखरामा रहेको फेवा तालको लम्बाइ 4.8 किलोमिटर र चौडाइ 1.5 किलोमिटर र गहिराई 24 मिटर रहेको छ। यो ताललाई माछापुच्छ्रे छाया देखिने हुनाले बड्डो मनमोहन हुनका साथै पर्यटन दृष्टिकोणले महत्त्व मानिन्छ। रानी पोखरी। प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अन्नति प्रियलाई सान्त्वना दिलाउनको लागि रानी पोखरी निर्माण गरेका थिए। यो पोखरीको लम्बाइ 180 मिटर र चौडाइ 140 मिटर र क्षेत्रफल झन्नै 22 रोपनि छ। यस पोखरीको उत्तरतर्फ र दक्षिणतर्फ कुनामा भैरव, दक्षिण पूर्व कुनामा महालक्ष्मी र दक्षिण कुनामा सोहोमेन गणेश स्थान रहेको छ। घोडागोरी ताल कैलाली जिल्लामा अवस्थित मोहिन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा 1.5 हेक्टर क्षेत्रमा फैलिएको घोडागोरी ताल रहेको छ। यस तालको बीचमा 4-5वटा थुम्काहरू बनेको छ। यो ताल छेउमा घोडागोरी मन्दिर रहेकोले सोही मन्दिरको आधारमा तालको नामाकरण गरिएको हो। यो तालको छेउमा जङ्गलमा दुर्लभ पन्छी घनेश्वरका अतिरिक्त अनेकौं पशुपन्छीहरू पाइन्छन्।
तालभित्र माछा, गोही, कछुवा आदि पनि पाइन्छन्। बेगनास ताल रूपा तालसँगै पुन्छ्यान डाँडाको अर्को काखमा बेगनास ताल रहेको छ। समुद्र सतहबाट 677 मिटर उचाइमा अवस्थित 7.5 मिटर गहिराई यो ताल 225 हेक्टरमा फैलिएको छ। गोसाई कुण्ड भन्छ। गोसाई कुण्ड भन्दा बित्तिकै जनै पूर्णिमाको दिन मेला बढ्ने, हजारौं धर्मावलम्बीहरू आउने, साथै धार्मिक अस्तित्वको रूपमा समेत परिचित रहेको गोसाई कुण्ड बागमती प्रदेशको रसुवा जिल्लामा पर्दछ। हिमाली कालो कडा चट्टानमा निर्मल जलमुक्त र यो ताल समुद्र सतहदेखि 4360 मिटर उचाइमा रहेको छ। सूर्य कुण्ड र पूर्व र उत्तर झरना गोसाई कुण्ड बनेको हो। रूपा ताल भन्छ। कास्की जिल्लामा पोखराको पूर्वतर्फ भागमा पचकैया पर्वतको फेदरूपमा छ। समुद्र सतहबाट 701 मिटर उचाइमा अवस्थित 4.5 मिटर गहिराई भएको रूपा ताल 120 हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो ताल मत्स्य पालन गरी आर्थिक लाभ लिन सकिन्छ।